है अलिकति यसको थोरै बढाइदिनु। सुखदेव स्वामी राजा परीक्षितलाई भन्नुहुन्छ, महाराज यसरी भगवान श्रीकृष्णचन्द्र परमात्मा पनि मथुरामा जानुभयो अनि सबैले थाहा पाए कि कृष्ण र बलराम भन्ने चाहिँ आएका छन् भने फेरि त्यही बेलामा हल्ला के भयो भने धोबीलाई पनि मारिदिए रे। धोबीलाई मारिदिए भन्ने जब थाहा पाएपछि सबैजना चाहिँ आत्तिन थाले सबैले। अनि जब त्यही बेलामा के भयो भने मथुराका ती व्यापारीहरू जति छन् उनीहरूले विचार गरे कृष्णलाई ल्याएर यहाँ राख्न पाएदेखि हुन्थ्यो। कृष्णलाई ल्याएर चाहिँ धोबीलाई मारे अनि कुब्जा भन्ने जब सुनेपछि तिनलाई पनि ल्याएर राख्न पाए हुन्थ्यो भन्ने भइरहेको थियो। त्यसै बेलामा के भएछ भनेदेखि उता कुब्जा त्रिवक्रा पनि भन्छ तिनटामा बाङ्गो भएको एउटा स्त्रीले हातमा चन्दनको थाली लिएर जाँदो रहेछ। त्यहाँ जाँदाखेरि भन्नुहुन्छ कृष्ण भगवानले, हे सुन्दरी तिमी को हौ, तिमी कता हिँडेकी छ, यो के बोकेर हिँडेको भन्दाखेरि उसले कुब्जाले भन्छ, कुप्रीले भन्छ दास्यस्माम सुन्दरम कंस सम्मत त्रिवक्र नाम हेरुले पकर्मणि मद्भावित मोज पतेरति प्रिय बिना योगको न्यतमस्तरहति। म त कंसको प्रिय दासी हुँ। भगवानले राजा कंसले मलाई अत्यन्त मन पराउनुहुन्छ किनभने मैले घोटेर ल्याएको चन्दन अत्यन्त प्यारो लाग्छ। मैले घोटेर दिएको चन्दन मन पराउने भएको कारणले गर्दाखेरि म चन्दन घोटेर राजालाई लगाइदिनको लागि जाँदैछु। अङ्गराजहरू म चन्दन र अङ्गराजमा लगाइदिन्छु भनेपछि भगवानले भन्नुहुन्छ त्यसो हामीलाई पनि देऊ न त भन्नुभयो। उनले खुसी भएर यो त राजाको भने तर पछाडि खुसी भएर यति सुन्दर पुरुषले मागेको छ मैले राजालाई त बरु पछाडि लगाएर दिन परिसक्छु भनेर भक्तिले गर्दाखेरि चन्दन दिन्। अनि चन्दन दिइसकेपछि भगवानले विचार गर्नुभयो यसलाई पनि मैले केही न केही उद्धार गर्नुपर्छ, यसको पनि अवस्था अलिकति तीन ठाउँमा बाङ्गो भएको छ, त्यसलाई मैले उद्धार गर्नुपर्छ भनेर भगवानले आफ्नो घोडाको बुढी औँलाई त्यसको पैतालामा टेकेर चिउडोमा आफ्नो हातले तान्दाखेरि त्यो अत्यन्त राम्रो भयो, त्यसको सोझो पनि भएर अत्यन्त सुन्दर भयो। त्यो देखेपछि सम्पूर्णले भन्न थाले अरे नन्दबाल प्यारे लाल कंसासुरको काल बुढी पनि तरुणी के हो यस्तो चाल। नन्दबाल प्यारे लाल कंसासुरको काल बुढी पनि तरुणी जय बोलो श्रीमद् भागवत महापुराणको। यसरी भन्नुहुन्छ। तर खासमा अब हामी त्यसलाई हेरौँ है त, त्यो बक्रा त्रिवक्रा भनेको कुब्जा भनेको को हो थाहा छ? कुब्जा भनेको तपाईँ हामी नै हो। यो कुब्जा भनेको किन भन्दा हामीलाई त काम अनि क्रोध र लोभले गर्दाखेरि बाङ्गो कुप्रो बनाइदिएको छ। हामी नै हो काम क्रोध र लोभ, त्यसलाई भक्ति रूपी कृष्णले छुनुभयो भने हामीले कृष्ण रूपी भक्ति ल्यायौँ भनेदेखि शुद्ध हुन्छौँ, सोझो हुन्छौँ भन्नुहुन्छ राजा परीक्षित। महाराज अब त्यतिखेर के गरे साधुहरूले थाहा पाए कि दुईटा केटाहरूले चाहिँ धोबीलाई पनि मारे कुब्जालाई पनि काया पलट गर्दै। त्यसरी उनले सोचे अब यी दुईटा पराक्रमी हुन्, अब हामीले कंसको सेवा गर्नु पर्दैन। व्यापारी बाठा हुन्छन् के, व्यापारीले के सोध्छ अरे भनेदेखि कहाँबाट मलाई फाइदा हुन्छ कताबाट नाफा हुन्छ त्यो प्रकारको विचार गरेर ऊ हिँडिरहेको हुन्छ। अनि उनीहरूले के विचार गरे भनेदेखि अब कंसको होइन यिनीहरूको चाहिँ हामीले सेवा गर्नुपर्दछ। यिनीहरू राजा बनिहाल्छन्, पछाडि यिनीहरू पराक्रमी छन्, राजा बनुन्। त्यस कारण गर्दा यिनीहरूको आदर सत्कार गर्ने समय पछि यिनीहरूसित पनि कुनै काम त पाइहालिन्छ भनेर चाहिँ बनियाको बुद्धि चाहिँ लाग्यो। अलिकति दिएर धेरै लिने आश गर्नु प्रयत्न गर्नु भनेको बानियाको धर्म पनि हो। यसरी बनियाहरूले भने कि जस्तो के हुन्छ भनेदेखि ब्राह्मणहरूलाई चाहिँ केही दियो भने थोरै दिए पनि आयुष्मान भव भने आशीर्वाद दिने। ब्राह्मणले दिने के आशीर्वाद हो, अरू के दिनु हो, गुड हैन। अनि बनियाहरू चाहिँ के हुन्छ भने व्यापारीहरू याद गर्नुलाई व्यापारी कति चिप्ला कुरा गर्छन् नि, ओहो त्यसले त सित्तैमा दिएछ, नाफै नखाइकन दिएछ, घाटा खाएर दिएको छ जस्तो होइन। अनि साउको साउमा दिएको बनाइदिन्छ, बनाउँछ नि
गर्दाखेरि उनी के भन्छ भनेदेखि बनियाले चाहिँ भने आज सेवा गरे भोलिपल्ट फाइदा लिने विचार गरेर भन्छन् सोचिसके उनीहरूले चाहिँ अब कृष्णलाई केही पान र सुपारी दिने भन्छन् यो सबै तपाईँको यो पसल पनि तपाईँको हजुर भन्न थाले अनि उनीहरू के हुन्छ अरे बोल्दाखेरि एउटा हुन्छ बिल बनाउँदा अर्को हुन्छ उनीहरूले पनि भगवानलाई पट्याउन थाले भने भन्छ प्रभु हामी चाहन्छौँ लक्ष्मीको सधैँभरि हामीहरूसित बास होस् भनेर बास गर्नु अरू कसैको घरमा नजाउनु भनेर कृष्णसित भन्न थाले त्यहाँ लक्ष्मीले को बास भनेको हाम्रै घरमा होस् यो सुनिसकेपछि कृष्णले भन्नु के तिमीहरूलाई चाहिँ ज्ञान भक्ति सदाचारहरू केही चाहिँदैन भनेको होइन प्रभु सबभन्दा ठुलो कुरा भनेको अहिले हामीलाई त सम्पत्ति मात्रै चाहिएको छ व्यापारीलाई सम्पत्तिभन्दा ठुलो केही पनि हुँदैन अरू त बरु हामी किनेर लिएर आउँला धन चाहिन्छ धनमा जसरी पनि जहाँबाट पनि सबै थोक पाइन्छ व्यापारीको स्वभाव भगवान् मात्र आउनुभयो तब बनिहाले पनि 5 बार स्वागत गरेर ब्राह्मणले पनि फुर्ती गरेर स्वागत गर्न पाएनन् तब लक्ष्मीले विचार गर्नुभयो जे होस् बनियाले मेरा पतिको सेवा गर्दा रहेछन् अब कृष्ण त लक्ष्मीका पति ब्राह्मणले केही पनि गर्छ त्यस कारणले लक्ष्मीले बनियाको घरमा गएन ब्राह्मणहरूको घरमा गएनन् लक्ष्मीको बास मानिस सम्पत्ति आयो तर सारा सुख सम्पत्ति पाइयो भने सोध्छ त्यो चाहिँ गलत हो संस्कारी बन्ने प्रयत्न गर्नु यसरी सुखदेव स्वामीलाई राजा परिचित भन्नुहुन्छ हे महाराज अब त्यस पछाडि के भयो मलाई सबै कुरा हे गुरुदेव मलाई सबै कुरा बताउनुहोस् भनेको के हो यो कृष्णलाई माला लगाइदिउँ भनेर एउटा कुरा यहाँ आउनुहोस् तपाईँ आउनुहोस् अहिले हामी यसो गरौँ न त्यहाँ धान काहीँ रोप्न जाउँ न अहिले तपाईँ हामी धान रोप्न जाउँ हल्ला बढी भयो कि कथाको अर्थ आजको कथा भनेको नि साँच्ची भनौँ ल तपाईँ आफै भन्नु न त्यो हल्ला मलाई त के अरे ठुली भाउजूलाई चाहिँ थाहा छ ठुली भाउजू होइन माइली भाउजूलाई थाहा छ मैले ठुली भाउजूलाई थाहा छैन अस्ति मैले पहिलो दिन भेट्दा मैले माइली भाउजू भेटेँ होइन थाहा छ मैले के भनेर भन्नु होइन मलाई नि भेट्दा त भेटेँ तर कुरा भएन के हुन्छ भने आज त्यता त्यो अहिले मैले जब यतिखेर आउने नै होइन त्यो अहिले दिनेर त्यस्तो गर्छ भने अहिले कृष्ण विवाहको प्रसङ्ग बाँकी छ मैले भनेको थिएँ होइन मैले बिहानै भनेको छु अनि त्यहाँ बस्दिदी होइन के हुन्छ भने कतै भएन भने म त तपाईँलाई 10 मिनट सकिहाल्छु नि फटाफट कथा लिएर जाउँ 4 बजिसकेको छ गुरुबा 4 बजिसकेको छ कथा लिएर त्यो अलिक मजा आएन क्या आज है हल्ला नगरौँ भन्नु जय बोलो श्रीमद् भागवत महापुराणको अब समादरणीय भक्तजन राधा र कृष्णको प्रसङ्गहरू सकिसकेको कारणले गर्दाखेरि अब अहिले पछाडि हामी रुक्मिणी र कृष्णको प्रसङ्ग वर्णन गरेछौँ त्यस कारणले गर्दाखेरि त्यतिसम्म रुक्मिणी कृष्ण अहिले पछाडि हो त्यहाँ बस्नु हुँदैन क्या रुक्मिणी र कृष्ण प्रसङ्ग आउँछ नि त भन्दैन न हो कि होइन अहिले पछाडि भित्र पढाइदिनु अलि पछाडि पालो आउँछ भन्दैन पछाडि पालो आउँछ जय बोलो श्रीमद् भागवत महापुराणको यसरी कृष्ण र बलराम जब जानुभएको थियो मथुरामा जानुभयो त्यतिखेर चाहिँ कंसले पनि धनुष यज्ञ गरिरहेको थियो धनुष यज्ञ सुरु भइसकेको छ सुखदेव स्वामी राजा परिचित भन्नुहुन्छ हे महाराज यस्ता प्रकारले जाँदाखेरि जब कुब्जालाई पनि 3 ठाउँमा बाङ्गो भएको कुब्जालाई पनि भगवानले सिधा गरिदिनु भयो अनि अब बास बस्नुभयो धर्मशालामा गएर भगवान पनि बास बस्नुभयो भोलिपल्ट बिहान भएपछि सम्पूर्ण गोपालहरू जुन ग्वालाबालाहरू छन् सबैजना जम्मा भएर सँगै चाहिँ हामी त्यो उसमा क्रीडास्थलमा जाने भनेर सल्लाह भएको थियो र त्यो दिन बेलुका घुम्दै जाँदा भगवानले के विचार गर्नुभयो भनेदेखि एकचोटि धनुष यज्ञ भएको ठाउँमा पनि हेरेर जाउँ न त भनेर आफ्नो दाजु बलराम र ग्वालबाललाई पनि साथमा लिएर धनुष यज्ञ भएको ठाउँमा जानुभयो जाँदाखेरि त्यहाँ के रहेछ भने एउटा धनुष अत्यन्त ठुलो धनुषलाई सजाएर राखिएको रहेछ यो देखिसकेपछि भगवानले भन्न थाल्नुभयो त्यहाँनिर जो पूजा गर्न बसेका छन् अनि जो त्यहाँनिर अरू बसेका छन्
त्यो रक्षा गर्नको लागि बसेका सेनालाई भन्नुहुन्छ यो धनुष किन राखेको के हो कसो भनेर सोद्धाखेरि सबैले भन्न थाले तिनीहरूले भन्न थाले यो भगवान् साम्ब सदाशिवजीको धनु हो यहाँ राखेको छौँ यसैलाई देखाउनको लागि यज्ञ गर्ने भनेको यही धनुको यज्ञ गर्ने हो त्यही धनु र यज्ञ भनेको यो यज्ञलाई उचाल्न कसैले सक्छ भनेदेखि प्रयास गरोस् यस्तो भनेर भन्दाखेरि भगवान् भन्नुहुन्छ हामी पनि उचाल्न हुन्छ भन्छ सोद्धाखेरि सबैजनाले नपत्याएर हाँस्न थाले अत्यन्त भर्खर 11 वर्ष 6 महिना भएका ती बच्चाहरूले त्यो उचाल्न सक्छ भन्ने जब कामना पनि कल्पना पनि नगरेका कारणले गर्दाखेरि उनीहरूले तिमीहरूले सक्छौ भने उचाल त भनेर छोडिदिए जब छोड्दाखेरि भगवान्ले उचाले धनुषमा तातो चढाउनु खोज्दाखेरि भाँचियो धनु भाँचियो धनु भाँच्दाखेरि त्यो धनु जब भाँचेको अत्यन्त ठुलो आवाजले गर्दाखेरि आवाज आउन थाल्यो यो सुनिसकेपछि जब यसको धनुष भाँचेको आवाज सुनेर कंस पनि डरायो उसलाई पनि डर पर्यो कि अब मेरो आयु सकिएको जस्तो लाग्यो किनभनेदेखि जब धनु समेत यहाँबाट भाँचियो भनेदेखि के गर्ने भने अलिकति उसलाई डर पनि लागेको थियो अन्य त्यहाँ भएका जे जति रहेका सेनाहरू छन् तिनीहरू पनि कृष्णसित रिसाएर झगडा गरेर युद्ध गर्न आए भगवान्ले पनि त्यसै धनुषको टुक्राले हानेर सबैलाई ध्वस्त गराइदिनु भयो भन्ने सम्मको कथाहरू यो अध्यायमा यथामध्ये विस्तार गरियो जय बोलो श्रीमद् भागवत महापुराणको श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति राधे श्याम जपो राधे श्याम संसार माने आए हो राधे श्याम जपो राधे संसार मिले को यही हो हम लोग रमण भगवान को सुखदेव स्वामी राजा पछिल्ला भन्नुहुन्छ हे महाराज यस्ता प्रकारले जब भगवान्ले धनुषलाई पनि भाँचिदिनु भएको थियो त्यसका सेनाहरूलाई पनि मार्नुभयो यो थाहा पाएपछि त्यस दुर्बुद्धि भएको कंसलाई राति निन्द्रा पनि लाएर त्यो बच्चालाई मैले सानै उमेरमा पनि मार्न सकेको थिइनँ अनि उतातिर मथुराका सम्पूर्ण मानिसले के भन्छ भने यो बच्चाले त सानो 6 दिनको दिनमा पुतनालाई मारिदियो 27 दिनको दिनमा सकटासुरलाई मारिदियो यसले कति तृणावर्तलाई मार्यो सकटासुरलाई मार्यो पुतनालाई मार्यो धेनुकासुर अरिष्टासुर वत्सासुर आदि सबैलाई मारिसकेको छ यति बलवान छ यो पक्कै पनि कृष्णको काल हो पक्कै पनि यो कंसको काल हो यो कृष्ण भनेको त कंसको काल हो किनभनेदेखि वसुदेव र देवकीको 8औं गर्भबाट 13औं मृत्यु हुनेछ भनेर आकाशवाणी पनि देवकीको विवाहको दिनमा भएको थियो यही पुरा गर्नको लागि आएको हो भनेर सबैलाई पर्न थाल्यो उतातिर त्यो कंसलाई पनि राति निन्द्रा लागेन अब म त मरिहाल्छु क्यारे भनेर पीर परेको छ किनभनेदेखि भोलि त्यो दिनसम्म 4औं दिन भएको छ 5औं दिनको यज्ञ सफल भयो भनेदेखि त्यसले बाँच्छ 5औं दिनमा यज्ञ भङ्ग हुन्छ यज्ञमा बिल्न बाधा जहिले पनि यज्ञको 5औं दिनमा आइपुग्छ उतातिर के छ भने त्यसको कंसलाई परेको छ 5औं दिनको दिन यज्ञ सब परिपूर्ण भयो भने म त
पूर्ण रूपमा बाँच्नेछु, मलाई कसैले मार्न सक्ने छैन। 5औं दिन भोलि मेरो पुग्नेछ भनेर सुतेको निन्द्रै लागेन। जतिखेर यसो जब त्यो तन्द्रामा निदाउन मात्रै खोज्छ झल्यास्स हुने। त्यही कृष्ण र कृष्णलाई देखेर उसको सातो जाने भयो। जब पछाडि निदाएको बल्ल बल्ल निदाएको थियो, निदाउँदाखेरि सपनामा आफ्नो टाउको नभएको भैँसीमाथि चढेर हिँडेको, आफ्नो शरीरमा तेल लगाएको सपना देख्न थाल्यो। कुनै बेलामा टाउको नभएको सपना देख्छ, एउटै कुरालाई दुईटा पनि सपनामा देख्न थाल्यो। अत्यन्त व्याकुल भयो। जब भोलिपल्ट बिहान उज्यालो भयो, कंसले पनि त्यस बेलामा आफ्ना सेनाको विश्वास नगरेर आफ्नो ससुराली जरासन्धको सेनाहरूको मात्रै विश्वास गरेर त्यहाँ लिएर राखिदियो। जब आफ्नो परिवारको विश्वास नभएपछि त्यसको पतन हुन्छ। घरको मान्छेको विश्वास नगरिकन पराईको जब विश्वास गर्न थाल्छ पतन हुन्छ। किनभनेदेखि महाभारतको युद्धमा कंसले आफ्नो राज्यको, आफ्नो पिताको विश्वास गरेन, आफ्नो राज्यको सेनाहरूको विश्वास नगरेर जरासन्धका सेनाहरू ल्याएर राख्यो। अनि उतातिर दुर्योधनले पनि आफ्नो पिताले भनेको मानेन, काकाले भनेको नमानिकन मामाको कुरा मात्रै मान्यो। त्यसले गर्दाखेरि ती दुईटै वंश समाप्त भए। त्यसलाई पर थाल्यो, अब भोलिपल्ट हुन्छ, म भोलि त जसरी पनि मेरो शत्रुलाई म मारिहाल्छु भन्ने कल्पना चाहिँ गरेको थियो। त्यही भएर चारण मुष्टिक कौशल आदि नाम गरेका उसका मल्लहरूलाई पनि, पहलमानहरूलाई पनि मल्ल युद्ध गर्नको लागि तयारी अवस्थामा राख्यो। अनि के भन्यो भनेदेखि कुवलय पिण्ड भएको हात्ती छ, अत्यन्त मत्त हात्ती, त्यसबाट कुल्च्याएर भए पनि त्यो सबभन्दा पहिला के गरौँ भने बाहिर त्यो हात्तीलाई राखेर त्यसै हात्तीबाट कृष्ण र बलरामलाई कुल्च्याइदिएर मारौँ। त्यति भए त ढुक्क भित्र गएर युद्ध गर्नु पनि परेन भनेर व्यवस्था मिलाएको थियो। र मदिरा पान गराएर त्यो हात्तीलाई पनि मस्त बनाएको थियो। सबैजना नन्द वसुदेवहरू पनि सबै जानुभयो। नन्दहरू अनि ब्रजभानुहरू सबै जानुभयो। गोकुलका ग्वालाहरू सबै गइसकेपछि कृष्ण पनि आफ्ना साथीहरूको साथमा जानुभएको थियो। जाँदाखेरि त बाटामा हात्ती रहेछ, हात्तीले भित्र जान दिएर अनि भन्नुहुन्छ ए माउते यो हात्ती यहाँबाट हटा भनेर माउतेलाई भन्दा हटा, सुनिनुहोस् धेरै ढिलो नत्र भने तँलाई पनि म हात्तीको साथमा मारिदिन्छु भनेर यमराजको घरमा पुर्याइदिन्छु। यस्तो भनेको जब भगवान्ले भन्नुभएको थियो यो सुन्ना साथै माउते अत्यन्त रिसायो र हात्तीलाई सङ्केत गर्न थाल्यो। हात्तीले पनि जब भगवान्लाई चाहिँ च्यापेर अब सुड कुल्चिएर मार्छु भनेर आँटेको थियो, त्यसै बेलामा जब उसले सुडले च्याप्न खोज्दाखेरि भगवान् उम्किनु भयो। अन्तिममा त्यस मुड्कीले हानेर त्यस हात्तीलाई पनि यमलोकमा माउतेसहित हात्तीलाई यमलोकमा पठाइदिनु भयो। र त्यसको दुईटा दारा निकालेर काँधमा राखेर भगवान् दाजु बलरामको साथ रङ्गशालाभित्र प्रवेश गर्नुभयो। जब भित्र जानुभएको थियो, जाँदाखेरि कंसको सातो गयो। किनभने जसलाई मार्नको लागि भने हात्ती राखेको चाहिँ त्यही हात्तीलाई त्यसको दारा ल्याएर कालमा लिएर आएको देखिसकेपछि अत्यन्त सातो गयो। अनि कृष्णले भन्नुहुन्छ राजाको छेउमा, राजाको अगाडि जाँदाखेरि, गुरुको अगाडि जाँदाखेरि, मितको अगाडि जाँदाखेरि, मन्दिरमा जाँदाखेरि नित्य हात नजानु। मन्दिरमा जाँदा, गुरुकोमा जाँदा, राजाकोमा जाँदा रित्तै नजानु। यो कारणले गर्दाखेरि हामीले पनि राजालाई भेट्न भनेर बाहिर बौलाइरहेको मत्त हात्ती जसले बाटामा सबैलाई रोकेको थियो त्यसैलाई त्यो मारेर त्यसको दारा लिएर आयौँ भनेर भन्नुभयो। जब त्यस पछाडि युद्ध जब भगवान्लाई त्यहाँ देख्दाखेरि के देख्छन् भनेदेखि सबैजना छन्, जो बलवान छन् तिनीहरू बलवान देख्छन्, जसले चाहिँ जुन स्त्रीहरू छन् तिनीहरूले चाहिँ कामदेव जस्ता अत्यन्त सुन्दर स्वरूप देख्न थाले। फेरि त्यसै गरी जब वृद्ध स्त्रीहरूले आफ्नो अत्यन्त सानो बच्चालाई देखे यमराज, त्यो धर्मराजले चाहिँ होइन यो त हल्ला भएको छैन। जय बोलो श्रीमद् भागवत महापुराणको। एउटा कथा सुन्ने हामी, सुन्ने हो त है? एउटा कथा सुनाउला, यो चाहिँ सुन्नुहोस् न, त्यसपछि अनि हामी फेरि अरू कथालाई प्रसङ्ग बढाउँछु।
हाम्रो घर त मेरो घर त बपैयाको खोलाको छेउमा पर्छ, हजुरलाई सायद थाहा हुन नि सक्छ र नहुन नि सक्छ है। हजुरको सीमातपट्टि पर्छ हाम्रो बपैया हो। अनि के भएछ भनेदेखि एकचोटि एउटा लासलाई बगाएर लिएर गएछ के, बपैया खोलाले भेलाएर एकजना मान्छेलाई बगाएर लिएर गएछ। कहाँ पुर्याएछ भन्दा निजगढमा पुर्याएछ। त्यहाँ पुर्याए त्यो लासलाई खानको लागि भनेर स्यालहरू आए, कागहरू खान्छ नि त लासलाई। यसो आउने हेर्ने फर्किने, आउने हेर्ने फर्किने, कसैले पनि खाएनन्। अनि त्यतिखेर चाहिँ अर्को एउटा त्यो अलिक सानो खालको उसले चाहिँ कागको बच्चाले खाना खोजेको थियो। त्यही बेलामा त्यसको माउले भन्न थाल्यो नखा, खाना हुँदैन। किन खाना हुँदैन भनेर सोध्यो। यसले पहिला कथा भन्दाखेरि हल्ला गरेको थियो, यदि यसले खायो भनेदेखि, यसलाई हामीले खायौँ भनेदेखि हामी पनि सँगसँगै जान पर्छ, यस्तो भनेको थियो। फेरि मैले कथा बनाएँ भने यो भएको कुरा हो, यो कथा भन्न करस चाहिए भन्ने छ कि यो धेरै ठाउँमा छ। यस कारणले गर्दा कथा सुन्दाखेरि सकेसम्म आनन्दपूर्वक सुनाऊ। जय बोलो श्रीमद् भागवत महापुराणको भन्नुहुन्छ सुखदेव स्वामीले राजा परीक्षित। हे महाराज, जब यस्ता प्रकारले भगवान कृष्ण पनि जानुभयो, गइसकेपछि मल्ल युद्ध गरौँ भन्दाखेरि चारण मुष्टिकारीले मल्ल युद्ध गरौँ भन्दाखेरि हुन्छ भने पहिला त भगवान्ले हामी त बच्चा हौँ, हामीले कसरी गर्न सक्छौँ र तिमीहरू यस्ता पहल मान्छौ, तिमीहरू त हामीले त गर्न सक्दैन। फेरि धर्मले पनि त दिँदैन नि। के हुन्छ अरे युद्ध गर्दाखेरि समान उस्तै उस्ताले गर्नुपर्छ। मेच लाउँदाखेरि पनि उस्तैमा लाइन्छ नि, एउटै उमेरका होइन। अनि युद्ध गर्दाखेरि पनि उस्तै बलवान समान बलवानको बलको भयो भने मात्रै हुन्छ। कसरी मिल्छ भन्दाखेरि तिमीहरू कम छौ र हामीलाई थाहा नभएको र त्यस्ता पुतनालाई 6 दिनको दिन पुतनालाई मारे, तेरो धेनुकासुर, अरिष्टासुर, अगासुर, बत्सासुर आदिलाई मारेका तिमीहरू कम छैनौ। जब यस्तो भनेपछि हुन्छ ल, यदि तिमीलाई मन छ भने हामी तयार छौँ भने। त्यस बेला के भनेदेखि अरू सबपुटा चाहिँ रुन थाले। अन्यायपूर्वकको युद्ध भयो, किनभने बच्चासित यत्र बलवानले लडेको देख्न पर्ने भयो। किन त्यो आँखामा भगवान्लाई त के देख्छ भने जसले जस्तो कामना गरेको छ त्यस्तै देख्ने हो। मैले पहिलो दिन भनेको थिएँ नि, बाटामा एउटा ठुटो देखियो भनेदेखि भूत जस्तो देखिन्छ राति। कोहीलाई चाहिँ देउता जस्तो देखिएला। जसले भूत सम्झिन्छ त्यसलाई भूत देखिने, देउता जसले सम्झिन्छ त्यसलाई देउता देखिने हो। सुखदेव स्वामी राजा पछिला भन्नुहुन्छ यस्ता प्रकार युद्ध गर्न तयार हुँदाखेरि भगवान्ले पनि जब युद्ध गर्नलाई तयारी हुनुभयो, श्रीकृष्णले पनि चारुण आदिहरूसित युद्ध गर्न लागि तयार भयो। कृष्णले चारुणसित र बलरामले मुष्टिसित युद्ध गर्न लाग्नु भएको थियो। त्यसै बेलामा चाहिँ बाटामा अहिले भन्छन् ल हेर ती साना साना बच्चासित मल्ल युद्ध गरा चाहिँ मार लाए रे भनेपछि वसुदेव र देवकीले सुन्दा देवकी अत्यन्त विलाप गर्नुहुन्छन्। मेरो त्यति साना छोराहरूलाई चाहिँ ल पक्कै मार्न आँट्यो क्यारे भनेर रुन थालिन्। किनभने त्यतिखेर उसलाई कस्तो भएको थियो भनेदेखि जुन ठाउँमा हल्ला भइरहेको घात गर्दै महिलाहरू हिँडेका थिए त्यस ठाउँको नजिकैबाट सुनिँदो रहेछ। वसुदेव देवकीले सुन्ने भित्ता रहेछ। त्यो बच्चाहरूसित युद्ध ठुलो युद्ध पर्दैछ भनेर चाहिँ सुनाउँदाखेरि शोक विवल भइन्। पछाडि जब भगवान कृष्णले पनि खेलाइकन चारुणलाई, बलरामले मुष्टिकलाई पनि मार्नुभयो, त्यसमा सल तोसलहरू आदि तिनीहरूलाई पनि मारिदिनु भयो। अनि जब यो देख्दाखेरि के भन्न थाल्यो भने कंस अत्यन्त रिसाएर नगरहरू बजेका छन् त्यसलाई पनि बन्द गरेर वसुदेव र देवकीलाई पनि मारिदियो, मेरो पितालाई पनि मारिदियो। अनि यो नन्दलाई पनि मारकिन त्यसले नन्दलाई पनि मारिदियो भनेर सबैलाई मारिदियो मात्रै भन्न थाल्यो। यो सुनेपछि कृष्ण भगवान्ले पनि जब कंसलाई गएर मार्नुभयो, कंसलाई हात समाउन जानुभयो। उतातिर कंसका भाइहरू जे जति रहेका छन् तिनीहरूले बलरामले वध गरिदिनु भयो। अनि कंसलाई पनि जब भगवान्ले छातीमा बसेर पृथ्वीको भार सबै लिएर बस्दाखेरि त्यसले कृष्णचन्द्र परमात्माको स्वरूप देख्दै प्राण त्याग गरेको कारणले गर्दा त्यसको मृत्यु भएपछि एउटा त्यसको शरीरबाट आत्मज्योति निक्लेर भगवान्मा मिल्यो र उसले पनि भगवान्को धामलाई प्राप्त गर्यो। यदि कसैले रिसले गर्छ अथवा श्रद्धाले जसरी हुन्छ भगवान्को स्तुति गर्छ, पूजा गर्छ, चिन्तन गर्छ, मनन गर्छ भनेदेखि उसले पूर्ण फल पाउँछ भन्नेसम्मको कथाहरू यो अध्यायमा यथावतले विस्तार गरियो। जय बोलो श्रीमद् भागवत महापुराणको। सुखदेव स्वामी राजा पछिला भन्नुहुन्छ हे महाराज, जब यस्ता प्रकारले कंसको वध भइसकेपछि भगवान कृष्ण र बलरामले पनि गएर आफ्ना माता पिता वसुदेव र देवकीलाई पनि उद्धार घर छुटाइदिनु पर्यो, जेलबाट निकाल्नु पर्यो भने जानुभएको थियो। अनि त्यस बेला पहिला आमा बुवालाई नछुटाइकन राजा उग्रसेनलाई छुटाउनु भयो। किनभने अनि भन्नुहुन्छ तिमी किन त तिमीले पहिला आफ्नो बुवा आमालाई नछुटाइकन मलाई छुटाएको भन्दाखेरि भन्नुहुन्छ
राजालाई पहिला सबभन्दा ठुलो त राजा हो। राजा त सम्पूर्ण सबैको चाहिँ अभिभावकको रूपमा हुन्छ, त्यसकारण तपाईँलाई मैले छुटाएँ भनेर छुटाउनु भयो र राजाको आज्ञाबाट वसुदेव देवकीलाई पनि मुक्त गर्नुभयो। अनि भन्नुहुन्छ देवकीले रुँदै रुँदै भन्नु, बाबु तिमीले मलाई यत्रो समयसम्म किन दर्शन दिएर यत्रो वर्षमा बल्ल बल्ल 12 वर्ष लगाए तिमी आउन भनेर भन्दाखेरि भन्नुहुन्छ, माता तपाईँले पहिला पनि त मसितबाट मलाई मेरी आमाबाट जब पहिला के गर्नुभएको थियो भने 14 वर्षको लागि तपाईँले मलाई टाढा गर्नुभएको थियो, त्यसै कारण म 12 वर्ष पछाडि आइपुगेँ। खासमा के हो भने पहिलो जन्मको कौशल्या भनेकी यशोदा, अनि कौशल्या भनेकी चाहिँ यशोदा र कैकेयी भनेको देवकी। अब यसको हुन त विभिन्न प्रसङ्ग अनुसार धेरै धेरै फरक पनि भनिएको छ पूर्वजन्मको वृत्तान्तहरूमा। जब पछाडि मातापितालाई जेलबाट मुक्त गराएर राजालाई चाहिँ राजगद्दीमा चाहिँ आफू बस्नुभयो। मथुराको राजगद्दीमा चाहिँ भगवान्ले उग्रसेनलाई राख्नुभयो, तिमी राज्य गर भन्दाखेरि हामीलाई त पहिला यति महाराजको श्रापको कारणले गर्दाखेरि राज्यको राजा बन्नलाई हामीले मिल्दैन, हामीलाई श्राप परेको छ, त्यसकारण बस हजुरले राजा आउनुहोस् भनेर भन्नुभयो। कंसगढले तितर बितर भएका मधु यदुवंशीहरू जे जति रहेका छन्, वृष्णिवंशी, कुकुरवंशी, भोजवंशीहरू सबैलाई जम्मा गरेर मथुरामा बसाल्नु भयो। त्यसपछि श्रीकृष्ण र बलराम पनि नन्द बाबा भएको ठाउँमा गएर भन्नुहुन्छ, हे पिताश्री बल्ल हामी यहाँ आएका छौँ, हामीले बल्ल आमा बुवाको साथमा बस्न पाएका पनि थिएन, हजुरले थाहा पाइहाल्नु। कंसको डरले गर्दाखेरि हामीहरू माता पिताको काखमा बस्न पाएन, त्यो हजुरको काखमा बस्न पायौँ, त्यसकारण अहिले त हामी अब यहीँ बस्छौँ, केही समयपछि हजुरको साथमा आउनेछौँ भनेर फकाइ फुल्याइकन नन्दलाई पनि पठाइदिनु भयो। तपाईँहरूले त हामीलाई पालन पोषण गरी हुर्काउनु भयो, माता पिताको भन्दा पनि तपाईँहरूप्रति प्रेम छ। यसरी भन्छ, हे फेरि भगवान्ले भन्छ, हे प्रभु कुनै पनि मानिस 100 वर्षमा बाँचेर माता पिताको सेवा गरेन भने त्यो त कुपुत्र मात्रै हो, त्यसले यो संसारमा जन्म लिनु बेकार छ। सबभन्दा मान्छेको ठुलो धर्म भनेको नि उसको सबभन्दा ठुलो कर्तव्य भनेको जुन पिताले आफूलाई काँधमा राखेर हुर्काएको छन् त्यो पितालाई काँधमा राख्न दिनसम्म उसले सेवा गरोस्। तर के छ भने बाउको काँधमा जुन दिन छोरो बस्छ त्यो दिनबाट उसले धेरैतिर देख्न पाउँछ, अनि जुन दिन बाउको काँधमा छोराको काँधमा बाउ बस्छ त्यो दिन बाउ सक्यो, खरानी पनि रहँदैन हो। यो सारा संसारको स्थिति नै रीति नै यही हो। पछाडि भन्नुहुन्छ भगवान्ले यस कारणले गर्दा हामी त यदि माता पिताको सेवा गर्दैन भने 100 वर्षमा पनि उसले तपस्या गरेर मातृ ऋणबाट पितृ ऋणबाट मुक्त हुन पाउँदैन, हामीले पनि त मातृ ऋणबाट मुक्त हुन पाऊँ। त्यस कारणले गर्दा हामी केही समय चाहिँ यहाँ सेवा गर्छौँ भनेर भन्न थाल्नुभयो। अनि यति भनेर भगवान्ले नन्द यशोदालाई बिदा दिनुभयो। यता वसुदेवले पनि आफ्ना पुरोहित घरगाचारहरूलाई बोलाएर दुवै भाइको व्रत बन्द गरिदिनु भयो र कृष्ण र बलरामलाई अध्ययनको लागि पठाउनु पर्यो। कहाँ गएर पढ्न पठाउने त भन्दाखेरि त्यस बेलामा कुरा भयो सबभन्दा राम्रो पढ्नको लागि चाहिँ कहाँ जाने होला त भनेर चाहिँ विचार गर्नुभयो। उज्जैनमा सान्दीपनि गुरुलाई 64 विद्या आउने थियो, 64 कला विद्या आउने सान्दीपनि गुरु हुनुहुन्थ्यो। पहिला के हुन्थ्यो, गुरुहरू पनि शान्त हुन्थे, गुरुहरू लोभी हुँदैनथे, त्यही भएर चेला पनि गतिला हुन्थे। अहिले गुरु पनि त्यस्तै चेला पनि त्यस्तै होइन, किनभने अब अहिले त पैसा अलिकति तिर्नलाई स्कुलमा चाहिँ गुरुहरूलाई चाहिँ पुगेन भनेदेखि बच्चालाई स्कुलमा जाँचै दिँदैन। पहिला त त्यो थिएन नि त, गुरुकुलमा त गुरुको सेवा गर पढ, अन्त अहिले सेवा पनि गर्दैनन्। उज्जैनमा गएर सान्दीपनि गुरुकोमा चाहिँ गएर पढ्नुपर्छ भनेर जब गर्गाचार्यले गर्ग ऋषिले भन्नुभयो हुन्छ भनेर पठाइदिनु भयो। त्यहाँ गएर बलराम र कृष्ण दुवै भाइ गएर 64 दिनमा 64 विद्याको अध्ययन गर्नुभयो। त्यस बेला उहाँको भेट भयो, एकजना ब्राह्मणसित मित्रता भयो। कोसित भन्दाखेरि सुदामा नाम गरेका ब्राह्मणसित मित्रता भयो। चौसठी दिनमा 64 विद्याहरूको पनि प्राप्त गरिसकेपछि अब यसको बारेमा म सुदामाको सँगको प्रसङ्ग भोलि विशेष रूपमा विस्तृत रूपमा बताउनेछु। अनि अब गुरुकुलमा गइसकेपछि गुरुलाई त गुरु दक्षिणा दिनुपर्छ, पहिला दिने होइन, अन्तिममा गुरुसितबाट ज्ञान प्राप्त गरिसकेपछि गुरुलाई दक्षिणा दिएर सन्तुष्ट गराएर फर्किनुपर्ने। वसुदेव कृष्ण र बलरामले भने, गुरुदेव हजुरले चाहिँ हामीलाई विद्या दिनुभयो, अब हामी जान्छौँ
अब हजुरलाई हामी गुरु दक्षिणाको रूपमा के दिउँ त भनेर सोद्धाखेरि कृष्ण बलराम भन्नुहुन्छ केही के अरे सन्दीपले भने केही पनि चाहिँदैन। पछाडि भन्नुभयो गुरुआमासित सोधेर म भन्छु भन्नुभयो र गुरुआमालाई गएर भन्दा गुरुआमाले जब कृष्ण र बलरामले विद्या पाइसके भन्दाखेरि अत्यन्त व्याकुल भइन्, किनभने उनको छोरो त प्रवासमा गएर डुबेर हराएको थियो, मरेको थियो बच्चा, हराएको बच्चा। त्यही बच्चा कस्तो लाग्थ्यो भने कृष्णलाई नै आफ्नो छोरो जस्तो गरेर हुर्काएकी थिइन्, मतलब राखेकी थिइन्। गुरुआमालाई पर्यो यो बस्यो भने त मैले मेरो छोराको अनुहार पनि मलाई छोराको जुन तिर्सना छ त्यसलाई त बिर्सेर बसेको छु, यसको विद्या अहिले नसकियोस्। कहिलेकाहीँ त्यस्तो पनि कामना कि कामना सधैँभरि आफूसित बसोस् भन्नलाई त्यहाँ कुनै अर्थ खोट छैन। खोट के छ भने मात्र आफूसित त्यो बच्चा कृष्ण आफ्नो साथमा होस् भनेर यस्तो विचार गर्नुभयो। अनि भन्नुहुन्छ गुरुले त्यसो भनेर हुँदैन, उसलाई पठाउनुपर्छ भन्दाखेरि भन्न थालिन्। गुरुआमाले भन्नुहुन्छ यदि यिनीहरू त साँच्चै भगवानको स्वरूप हुन्, बरु हाम्रो चाहिँ त्यो मरेको छोरालाई ल्याइदिए नि त हुन्थ्यो नि, हाम्रो छोरो पनि त मरेको थियो, यत्रै भयो होला। यस्ता प्रकारले भन्दाखेरि गुरुजीले भन्नुहुन्छ केही पनि बोल्न सक्नुहुन्न। त्यसपछि चाहिँ अन्त के छ चिन्ता के छ भन्दाखेरि पहिला तिम्रो गुरुबाई हराएको थियो, त्यसको चाहिँ चिन्ता छ भनिसकेपछि हुन्छ हामी खोज्न जान्छौँ भने समुद्रमा प्रवासमा जानुभयो, प्रवासबाट समुद्रमा प्रवेश गर्नुभयो। समुद्रमा गएर समुद्र भन्छ यहाँनिर गुरु मेरो सन्दीपनी गुरुको छोरो छ अरे, तिमीले डुबाएका छौ ल देऊ भन्दाखेरि यहाँ त छैन, यहाँभित्र मभित्र एउटा शङ्कासुर नाम गरेको दैत्य छ, त्यसले सबैलाई पेटभित्र राख्छ, त्यसैको साथमा होला एउटा दैत्य छ, त्यसको पेटा हुनसक्छ भन्नु। अनि शङ्कासुरलाई जब मार्नु भएको थियो, मार्दाखेरि त्यसको भित्र एउटा शङ्ख भेटियो, 5 जने शङ्ख, कोही पनि भेटिएन। भगवान्ले पनि त्यो शङ्ख साथमा लिएर जानुभयो। अनि पछाडि भन्दाखेरि कहाँ चाहिँ होला त भन्दाखेरि वरुणलाई भन्नुभयो, यहाँ त भेटिएन भने जब वरुणलाई भन्नुभएको थियो, वरुणले भन्नुभयो त्यसो भए एमापुरीमा गयो भने भेटिन सक्छ भने चाहिँ सम्यमणिपुरी एमापुरमा जानुभयो। कृष्ण र बलराम दुवै भाइ गएर त्यहाँबाट फिर्ता लिएर गुरुपुत्रलाई पनि गुरुको पुत्रको जुन आत्मा छ आत्मज्योतिलाई फिर्ता लिएर आउनुभयो र गुरु दक्षिणाको रूपमा मरिसकेको गुरुपुत्रलाई दिनुभयो, जिम्मा लगाए गुरुपुत्रलाई लिएर आइदिनु भयो। त्यस्तो भयो गुरु दक्षिणा उहाँको। गुरुकुलबाट फर्किएपछि नन्द यशोदा गोपीलाई पनि सान्त्वना दिलाउनु भयो, कृष्णले उद्धवलाई पनि सान्त्वना पनि दिलाउनु भयो। र कृष्ण के विचार गर्यो, कृष्ण उद्धवलाई पनि गोकुलमा पठाउनु पर्यो, किनभने अहिलेसम्म गइएन, त्यहाँ बल्ल माता पिताको साथमा बसिरहेको छु। अब हामी बल्ल आमा बाउको बुवा आमाको साथमा बसेका छौँ, अब जान पनि पाएका छैनौँ। अहिले हामी उता जाउँ भनेदेखि यता बल्ल न्यास्रो पनि भेटेको छैन, फेरि पठाएर होला। बरु यत्रो दिन भयो उतापट्टि नन्द यशोदासित हाम्रो भेट नभएको पनि धेरै दिन भयो, उहाँहरूलाई पनि छटपट्टि परेको छ होला भन्ने विचार गरेर भगवान्ले उद्धवलाई पठाइदिनु भयो। अनि उद्धवलाई भन्नुहुन्छ तिमी जाऊ, एकचोटि गोकुलमा गएर जाऊ भन्दै अगाडि भन्नुहुन्छ अरे उद्धव मेरा प्यारा साथी चिठी लिएर जाऊ, उद्धव मेरा प्यारा साथी चिठी लिएर जाऊ, गोपिनीले दिएको दुध र भात खाऊ, उद्धव मेरा प्यारा साथी चिठी लिएर जाऊ, गोपिनीले दिएको सुखदेव स्वामी राजा पछ्याउने महाराज यस्ता प्रकारले जब उद्धवलाई पनि तिमी जाऊ र गोपिनीहरू पनि अत्यन्त व्याकुल भएका हुन्, मेरा माता पिता नन्द र यशोदा पनि व्याकुल हुनुभएको छ होला, गएर पूजा भनेर भन्नुभएको थियो। अनि उद्धव जानुभयो, रथमा चढेर पहेँलो कपडा लगाउनु भएका छ, जानुभयो। गइसकेपछि जब बेलुका पुग्नुभयो, नन्द र यशोदालाई भेटिसकेपछि वृष्णिवंशका उनी त खासमा उद्धव भनेका वृष्णिवंशका हुन् र पहिलो जन्ममा उनी बृहस्पतिका चाहिँ उनी त बृहस्पतिका शिष्य पनि र परम भागवत हो, बुद्धिमान थिए। चिठी लिएर गए, रातभरि बेलुका पुगेपछि नन्द बाबाले पनि स्वागतहरू रातभरि मिठा कुरा गरेर बसे। कृष्ण र बलरामको पहिला सानो उमेरको बाल्य अवस्थाको लीलाहरूको बारेमा पनि सम्झेर नन्द र यशोदाको मुटु पनि भरियो। उनीहरूले कृष्णको बाल लीलाको स्मरण गरे। अनि भन्नुहुन्छ हामीलाई त सानो थियो यसरी गाईहरूको अर्काको गाईका बाछाहरू फुकाइदिने,
दही पनि चोरेर खाने यस्तो गर्थ्यो भनेर भन्दाखेरि पछाडि उद्धवले रुँदै रुँदै भन्दाखेरि उद्धव सम्झाउनुहुन्छ न माता न पिता तसे न भार्य न सुतादय नात्मीयो न नर परचापी न देहो जन्म एव च। हेर्नुहोस् भगवानका त न त पिता छन् न त आमा छन् न त दाजु छ न त भाइ छ न पत्नी छ न छोरा छ कोही पनि छैन। त्यसैले सबै उहाँलाई त सर्वेश्वर सम्झिनुपर्छ। हजुरले त छोराको रूपमा पाउनुभयो यसरी सम्झाउनुभयो। रात बित्यो प्रातःका बिहान भएपछि घर घरबाट दही मथेको चाहिँ बिहान दही मथेको चाहिँ आवाज आउँछ। अहिले जस्तो डेरीमा दुध लैजाने चलन थिएन, घर घरमा दही मथ्ने। दही मथेको मदारीले जुन आवाज घोर्र आवाज आउँदाखेरि अत्यन्त सुमधुर ध्वनि आउन थाल्यो। सबैको के थियो नियम भनेदेखि गोपीहरूको नियम थियो प्रत्येक दिन आएर नन्दको घरतिर फर्केर नमस्कार गर्ने, कृष्णको घरमा चाहिँ नमस्कार गर्ने, त्यस्तो चाहिँ उनीहरूको बानी थियो। जब पछाडि यसो हेर्छन् त त्यो घरमा एउटा रथ पनि छ, पहेँलो कपडा उद्धव पनि जब स्नान गरेर आउनु आएर आफ्नो पहेँलो कपडा सुकाउँदाखेरि उनीहरूले सोध्दा गोपीले सोध्दा कृष्ण पक्कै कृष्ण आएका अरे भनेर चाहिँ विचार गरे। जब कृष्णको आयो भने गएर हेर्दै गएको त होइन रहेछ कृष्ण, यो त होइन कृष्ण भाइ हामीसित आइपुग्यो भन्ने पनि भएर पछाडि हेर्दा नभएपछि पक्कै पनि अक्रोध आयो होला। हाम्रो प्राणको रूपमा कृष्णलाई लगेर पनि त्यसको चित्त बुझेर अब हाम्रो मासु लगेर कंसको नाममा पिण्ड दिन लगाउँछ होला भनेर सबैले विलाप गर्न थाले। त्यसै बेला गोपीहरू भन्छन् जब पछाडि कृष्णले पनि जुन चिठी दिनुभएको थियो उद्धवलाई, उद्धवको हातबाट गोपिनीको लागि दिएको चिठीलाई उद्धवले लगेर दिनुभयो अनि सबैलाई सम्झाउनुहुन्छ। हेर भगवानले तिमीलाई अत्यन्त धेरै सम्झिरहनु भएको छ भनेर चिठी भनिदिनु भयो। त्यो चिठी पढिसकेपछि भन्छन् एक उद्धव कृष्ण भनेका त कस्ता रहेछन्, भमरा जस्तै रहेछन्। एक ठाउँमा रस छाउन्जेल बस्छ, एउटा फुलमा रस छाउन्जेल जब भमरा बस्छ त्यसपछि अर्को फुलमा चाहरे जस्तै त्यसै गरी कृष्णले पनि हामीलाई छोडेर गए। यसरी कुरा गरे अनि भमराको स्वरूपमा चाहिँ कल्पना गरेर कृष्ण तर भमरा उस्तै हो, हामीलाई रस चुस्दै छोड्दै गयो भनेर भयो। अनि पछाडि भन्नुहुन्छ ओहो यिनीहरू त कति ब्रह्मज्ञानी रहेछन् कृष्णलाई देख्ने। त्यही बेलामा भन्छन् त्यसमा कृष्णलाई चाहिँ हामीले त देखिरहेका छौँ, हाम्रो आँखा अगाडि सधैँभरि कृष्ण यो डालीमा कृष्ण बस्नुहुन्छ, त्यहाँ बसिरहनु भएको छ। यी यस्ता प्रकारका कुरा सुनेपछि यिनीहरू जति भक्त म पनि रहेनछु, अत्यन्त परम ज्ञानी रहेछन् भनेर भनी सोध्नुभयो। 3 महिना बसेर उद्धव त्यहाँ 3 महिनासम्म चाहिँ बस्नुभयो अनि फर्केर बिदा भएर हस्तिनापुरमा आउनुभयो। जब उद्धव फर्केर आइसकेपछि भगवान श्रीकृष्णले पनि गोकुलको हालखबर सबै सोध्नुभयो। सोद्धाखेरि सबै जब थाहा भइसकेपछि भगवानले कुप्रीको घरमा जानलाई उद्धवलाई साथमा लिएर कुप्रीको घरमा जानुभयो, किनभने कुब्जालाई भन्नुभएको थियो पछाडि तपाईँ मेरो घरमा आउनुहोस् भनेर उनले भनेकी थिए। त्यसबेला भगवानले कंसलाई मारिसकेपछि तिम्रो घरमा म एकपटक आइपुग्छु भन्नुभएको थियो। पछाडि भगवान त्यहाँ पुग्नुभयो र त्यसको ओछ्यानमा पनि त्यसलाई वरदान आफ्नो घरमा फर्किनु भयो। अर्को दिन कृष्ण र बलराम उद्धवलाई साथमा लिएर अक्रूरको घरमा जानुभयो। अक्रूरले भगवानको पूजा आराधना गरेर सत्कार गरे भन्ने समय कथा यो अध्यायमा यथामथ्य विस्तार गरियो। जय बोलो श्रीमद् भागवत महापुराणको। सुखदेव स्वामी राजा पछिल्ला भन्नु महाराज कृष्णले अक्रूर फेरि एकचोटि के भयो भने भगवान श्रीकृष्णचन्द्र परमात्मालाई पनि आफ्नो फुपूको छोराहरू पाण्डवहरूको कस्तो हालत रहेको छ भनेर जब पाण्डुको पनि मृत्यु भइसकेको थाहा पाइसकेपछि एकचोटि बुझ्न पठाउनु पर्यो भनेर अक्रूरलाई पठाउनु भयो। जब अक्रूर गएर उहाँ के छ सबै कुरा बुझेर आउनुहोस् भनेर जानुभएको थियो। अक्रूरले पनि हस्तिनापुरमा गएर भीष्म द्रोण आदि सबैलाई भेट्नुभयो, धृतराष्ट्रलाई पनि भेट्नुभयो। अनि भन्नुहुन्छ त्यहाँ सबैले चाहिँ के हो जनताले पनि दुर्योधनबाट पाण्डवलाई चाहिँ मार्नलाई धेरै छल गरेको कुराहरू पनि अत्यन्त दुःख दिएको सबै कुरा थाहा पाएपछि सम्झाउनु पर्यो भनेर दुर्योधनलाई धृतराष्ट्रलाई भन्न थाल्नुभयो तपाईँले आफ्ना भाइका छोरा र आफ्नो छोरालाई के फरक गर्नुभएको छ, माया गर्नुभएको छ कि छैन भन्दा त आफ्ना छोरा अलि नजिक हुँदा रहेछन्, के गर्नु माया लाग्छ आफ्नो छोराको भनेर त्यस्ता प्रकारका व्यवहार गरिसकेपछि फर्केर आउनुभयो। र अक्रूरले पनि धृतराष्ट्रको अभिप्राय बुझे कि यिनले भाइका छोरालाई राज्य दिनेवाला छैनन्। यस्तो प्रकारको विचार गरिसकेपछि भगवान अक्रूर पनि फर्किनुभयो र भगवान कृष्णलाई जस्ताको तस्तै भनिदिनु भयो कि हे महाराज दुर्योधनले त्यो पापी दुर्योधनले अत्यन्त पाण्डवहरूलाई दुःख दिइरहेको छ, अब के गर्नुपर्छ कसो गर्नुपर्छ हजुरले विचार गर्नुलाई भन्नुभएको समय कथाहरू श्रीमद् भागवत महापुराणको 10औं स्कन्धको उत्तरार्धमा यथामथ्य विस्तार गरियो। जय बोलो श्रीमद् भागवत महापुराणको। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविन्द दामोदर माधवेति।
सुखदेव स्वामी भन्नुहुन्छ राजालाई, सुखदेव स्वामी राजा प्रश्न भन्छ, हे महाराज, भगवान श्रीकृष्णले कंसासुरलाई मार्नु भएको थियो, उसका कंसका दुईटी पत्नी थिए, अस्ति र प्राप्ति नाम गरेका राजा जरासन्धका दुईटा छोरीहरू। उनीहरूले गएर रुँदै रुँदै गएर आफ्नो पितालाई गएर भन्नाले, हे पिताजी, तपाईँका छोरीहरू तपाईँ जस्तो पराक्रमी हुँदाहुँदै अहिले विधवा भए। यो सुनेर थाहा पाउन साथै हामी त विधवा, अब हाम्रो के गति होला, त्यसैले तपाईँले हाम्रो रक्षा गर्नुहोस्। यो छोरीहरूको यस्तो हालत देखेर जरासन्ध रिसाएर अब म आफ्नो 23 अक्षौहिणी सेना लिएर चाहिँ सहयोगले गर्दाखेरि मथुरालाई चारैतिर घेरेर यादव नभएको पृथ्वी बनाउँछु भनेर युद्ध गर्न भने आयो। श्रीकृष्णले पनि बलरामलाई भने, दाजु तपाईँ आफ्नो हलोबाट नै हलो लिएर त्यस जरासन्धलाई चाहिँ हराइदिनुहोस्। तर दाजु एउटा काम गर्नुहोस् है, आजको तपाईँ यो सेनापति भनेको तपाईँ हो, तर तपाईँले जरासन्धलाई नमार्नुहोस्, त्यसलाई चाहिँ जिउँदै छोडिदिने। जरासन्ध आएको थियो, त्यसलाई चाहिँ जिउँदै छोडिदिनुहोस्। अब हजुरले त्यसका सेनाहरू सबैलाई नष्ट गरिदिनुहोस्। यसरी भन्न थाल्नुभयो। यो भनेपछि बलरामले पनि युद्ध गर्नुभयो। युद्ध गर्दाखेरि आफ्नो हलो र मुसलद्वारा फेरि बलरामले पनि धेरै सेनाहरूलाई नष्ट गरिदिनु भयो। उता जरासन्धका सैनिकहरू जब झन्डा फरफराएर आएका थिए, त्यसै बेलामा शत्रु सेनालाई पनि मारेर चाहिँ मात्र एकजना जरासन्धलाई बाँकी राखेर सबैलाई वध गरिदिनु भयो। जरासन्ध त्यसपछि ल अब तँलाई मारिदिनु जा भनेर छोडिदिने, जिस्क्याउने। यो कसको थियो यहाँ ठ्याक्क मैले अब आज मैले गरिदिन खोजेको होइन, फेरि खुस्किएछ क्या फेरि। सुखदेव स्वामी राजा प्रश्न भन्नुहुन्छ। अनि जब के भन्नुहुन्छ भनेदेखि जरासन्धलाई बाँकी राखेर भन्छ, तँलाई चाहिँ हामी मार्दैनौँ, किनभने त हाम्रो मामाको पनि ससुरो पर्यो, अब किन मार्नु, मामाको ससुरो नातेदार पनि मार्दैन, पठाइदिने। उसलाई चाहिँ अनि फेरि जान्छ अर्कोचोटि पनि, अनि अरू सेनाहरू सहितको चाहिँ जम्मा गरेर ल्याएर यसरी गर्दाखेरि 17 पटकसम्म युद्ध भयो। 18औं पटकमा उसले काल एवनलाई लिएर आयो। काल एवनलाई पनि लिएर आउँछ भन्ने भइसकेपछि भगवान्ले अब यहाँ बसेर हुँदैन, किनभने जरासन्ध भनेको वृद्धावस्था, काल एवन भनेको मृत्यु र वृद्धावस्था हुन्छ, शरीर छोडिदिनुपर्छ। छोड्यो नि, छुटेन। वृद्धावस्थामा चाहिँ काल एवन आएपछि सकिएन। भगवान्ले पनि त्यही बेलामा विचार गर्नुभयो, द्वारकापुरीको निर्माण गर्न लगाउनु भयो। विश्वकर्माद्वारा रातारात द्वारकापुरी निर्माण गर्न लगाएर सबै भएको मथुराका सम्पूर्ण सम्पत्तिहरू जति सबैलाई राखेर आफूहरू दुई दाजुभाइ बस्नुभयो। जब कालेवनलाई साथमा लिएर आउनुभएको थियो, जब कालेवनलाई पनि साथमा लिएर जरासन्ध युद्ध गर्नको लागि आएको थियो, भगवान्ले पनि अब डराएको जस्तै भाग्न आँट्नुभयो। किनभने कालेवनलाई झटपट सबैले मार्न नसक्ने यो भगवान्लाई सबै थाहा थियो। त्यसै कारणले गर्दाखेरि भगवान्ले पनि लीला गर्न थाल्नुभयो। अहिले 21 दिनपछि लडौँला भन्दै त्यससित डराए जस्तो भाग्दै जानुभयो। कालेवन पनि यो त डरायो भने लखेट जब गएको थियो, जहाँ चाहिँ राजा मुचुकुन्द सुतिरहनु भएको थियो, त्यसै ठाउँमा पुर्याएर आफ्नो पिताम्बर राजालाई उडाएर भगवान् अन्तर्ध्यान हुनुभयो। अनि कालेवन पनि हेर्दै गएको थियो। हेर्दै जाँदाखेरि त मस्त सुतिरहेको मान्छेलाई के देखाएको छ, ए मलाई यहाँसम्म दौडाएर गुफाभित्र पसेर यो त सुतेछ भने भनेर लात्ताले हानेको थियो। मुचुकुन्द राजाको आँखा खुल्यो यसो हेर्नासाथ काल हेवन त्यही भस्म खरानी भयो। यो सुनिसके राजा प्रसिद्ध भन्नुहुन्छ, हे महाराज, मुचुकुन्द राजाको हुन्, किन चाहिँ उनले भस्म बनाए त्यसको बारे मलाई बताइदिनुहोस् भनेपछि सुखदेव स्वामी भन्नुहुन्छ, हे राजन, पहिला के भएको थियो भनेदेखि मानदाताका छोरा मुचुकुन्द, मानदाता भनेको जसले मेरो औलाद युवराष्ट्रको छोरा मानदाता सूर्यवंशी राजा मुचुकुन्द चाहिँ देवताहरूको तर्फबाट युद्ध गर्दै चाहिँ थाकेका थिए। लडाइसकेपछि मुचुकुन्द घर फर्केर लाग्दाखेरि देवताले भने कोही पनि बाँकी छैन, तिम्रो जिउँदा मान्छे त तिम्रो आफन्त सबै सक्यो, तिम्रो वंश पनि सकिसक्यो भनेपछि के चाहिन्छ त भने मलाई निन्द्रा लागेको छ, म सुत्छु, जसले मेरो निन्द्रालाई भङ्ग गराउला त्यसको भस्म भएर त्यो चाहिँ भस्म होस् भनेर वरदान माग्नु भएको थियो। त्यसै कारणले गर्दाखेरि भगवान् कृष्णलाई यो थाहा भएको कारणले गर्दाखेरि काल एवनलाई लगेर मुचुकुन्दको मुचुकुन्दबाट भस्म बनाउन लगाउनु भयो। पछाडि जब मुचुकुन्दले पनि हेर्नुहुन्छ म कसरी भ्यू चाहिँ के भन्दाखेरि भगवान्लाई देखे चाहिँ तपाईँ को हुनुहुन्छ, कहाँ किन यहाँ आइपुग्नु भन्दा भगवान्
आफ्नो परिचय दिनुभयो। अहिले म कृष्ण भएर जन्मिएको छु, अब तिमी पनि तपस्या गरेर बस भनेर भन्नुभयो। र पछाडि दर्शन दिइसकेपछि खुसी हुनुभयो र मुचुकुन्दलाई चाहिँ अब तपाईँ यहाँबाट गयो हुन्छ भनेर बद्रिका आश्रममा गएर ध्यान गरेर तपस्या गरेर जानुहोस् बस्नुहोस् भनेर पठाइदिनु भयो। जब त्यसै बेलामा चाहिँ के थियो भने कालेवन गइसकेपछि पतन भइसकेपछि श्रीकृष्ण र बलराम पनि युद्धस्थल फर्यो। त्यसै बेलामा के गर्यो, उसले चाहिँ आगो लगाइदियो। एउटा पर्वतमा आगो कृष्ण भाग्दाखेरि आगो लगाइदिएको थियो। आगो लगाउँदाखेरि के सबैलाई के लाग्यो, कृष्ण र बलराम त्यो आगोमा परेर मऱ्यो भने के हुनु, भगवान् त अन्तर्ध्यान हुनुभयो, मथुराबाट फेरि द्वारकामा पुग्नुभयो। उतापट्टि प्रवर्षण पर्वतमा पुग्दाखेरि आगो लगाइदिएका थिए, त्यसबाट पनि उहाँ जोगिएर जानुभयो। उता त्यही बेलामा के थियो भने एकतिर चाहिँ भीष्मक राजाको छोरी चाहिँ वैदर्भी, भीष्मक राजाको छोरी चाहिँ रुक्मीको भीष्मक राजाका एउटा छोरा रुक्मी अनि छोरीको नाम थियो रुक्मिणी। रुक्मिणीको बारेमा रुक्मिणीले चाहिँ के थाहा पायो भने कृष्ण भनेको अत्यन्त सुन्दर छन् रे भनेर सुनिसकेपछि त्यस्ता पति पाए त हुन्थ्यो भनेर विचार गरिन्। अनि भीष्मले पनि भने कृष्णलाई त्यो बहिनीको विवाह चाहिँ भीष्मकले आफ्नो छोरीको विवाह चाहिँ कृष्णलाई दिँदा होला नि भनेर छोरासित भन्दाखेरि छोराले कहाँ हुन्छ, त्यसलाई त दिनै हुँदैन। मैले त मेरो बहिनीको विवाह शिशुपाललाई दिनको लागि चाहिँ मैले तयार गरेको छु, चेदी नरेश शिशुपाललाई चाहिँ मैले दिन्छु भनेर रुक्मीले भन्यो। मेरो बहिनी दिने मैले उता मात्रै हो भनेर भन्यो। अनि जब यो कुरा थाहा भएपछि उतापट्टि भीष्मकले पनि हुन्छ भनेर अनुमोदन गर्नुभयो। विवाहको तयारी भएको थियो, थाहा पाइन्। रुक्मिणीले थाहा पाइसकेपछि अब मैले के गर्ने, मैले मनले चाहेको भनेको कृष्णलाई मेरो विवाह हुन लागिरहेको छ शिशुपालसित, अब कसो गरौँ भने अत्यन्त व्याकुल भइन्। र त्यसै बेला अब बाहिर निस्केर जाउँ भने पनि कहाँ जाउँ। एकजना ब्राह्मणलाई भन्दाले कृष्णको तिमीले कृष्णलाई देखाएको छौ त देखाएको छु, कस्तो हुनुहुन्छ त अत्यन्त सुन्दर भने जब सुनिसकेपछि अरूले भनेको सुनेरै पनि अत्यन्त प्रसन्न भएर म कृष्णसित विवाह गर्छु भन्ने जब मनमा निश्चय गरेर एउटा चिठी लेखेर ब्राह्मणलाई पठाइदिन्। 7 आरको एउटा चिठी लेखिन्। लेख्ने बेलामा चाहिँ र चेदी उसले पनि चिठी लेखिन् र ब्राह्मणद्वारा द्वारका पठाइदिन्। जब उतापट्टि सुखदेव स्वामी राजा परशुराम भन्नुहुन्छ यस्ता प्रकारले रुक्मिणीले के भनिन् भनेदेखि एउटा चिठी लेखेर भन्छन् ल यो चिठी लिएर द्वारकामा जानु, द्वारकामा गएर यो चिठीको खबर लिएर आउनु हुन्छ भनेर ती ब्राह्मण गए। ब्राह्मण जाँदाखेरि अब कहाँबाट खबर पाउनु छैन केही पनि हैन, ब्राह्मण त गए। उतापट्टि अब रुक्मिणी पनि अलि सन्तुष्ट भइन्, पक्कै पनि मलाई लिनको लागि भनेर कृष्ण आउनुहुन्छ होला भने उसले के लेखेर भने मैले त हजुरलाई मनैदेखि हजुरलाई सम्झेको छु। यो चिठीको बारेमा प्रसङ्ग भोलि म के लेखेको थियो भन्ने कुरा भोलि पनि भन्नुला। मैले हजुरलाई सम्झेको छु, हजुर मलाई विवाह गर्नुहोस्, किनभनेदेखि मेरो विवाह त मेरो दाजुले शिशुपाललाई दिन आँटेका छन्। त्यो भनेको के हो भने यज्ञमा दिनुपर्ने हबी अथवा चरो कुकुरको मुखमा हालिदिएको जस्तो मात्रै हो। मैले मनबाट नै हजुरलाई सम्झेको छु भनेर लेखेको चिठीलाई पठाइदिने। चिठी लिएर जब ब्राह्मण गए, ब्राह्मण गइसकेपछि ब्राह्मणले दिएको जब चिठी कृष्णले हेर्नुभयो अनि एउटा रथ तयार गरेर आफ्नो दाजुलाई पनि बलरामलाई पनि सबै कुराहरू भन्नुभयो, लिएर हिँड्नुभयो। रथ लिएर रातारात पुग्नुभयो। उहाँ पुग्दाखेरि त्यस बेलामा एउटा के थियो भनेदेखि रुक्मिणीले पनि जब कृष्ण आएनन् भनेदेखि अब मैले यदि अब विवाह गर्नु, यदि मैले कृष्ण उनले फेरि अर्को कुरा के पनि भनेको थिएन, म त्यो विवाह गर्ने भन्दा अगाडि म आफ्नो हाम्रो कुलदेवी अम्बिकाको दर्शन गर्नको लागि जाने, कुलदेवीको मन्दिरमा दर्शन गर्न जान्छु। त्यो दर्शन गरेर जाने बेलामा हजुरले मलाई हरण गर्नुहोला। कस्तो हेर सिकाइयो अरे के सबै तयारी। कृष्णलाई आउँदैन होला, थाहा छैन होला भनेर त्यतिसम्म गरेन। यसरी लिन आउनु होला है भनेर चाहिँ भनेकी थिइन्। पछाडि आएन। अब जे होला मन्दिर चाहिँ जान्छु, मन्दिर जाँदाखेरि मैले भेटेँ भने म कृष्णसित विवाह गर्छु, भएन भने म प्राण त्याग गर्छु, म शिशुपालसित विवाह गर्दिनँ यस्तो भन्ने सोचेर जब मन्दिरमा गएको थिएँ भगवान् जानुभयो। भगवान्ले पनि आफ्नो 5 दण्डे शङ्ख बजाउनु भयो। रुक्मिणी अत्यन्त प्रसन्न भएर भगवान्सित त्यो रथमा चढे। जब दर्शन गरेर मन्दिरमा दर्शन गरेर निक्लिसकेपछि भगवान्ले
आफ्नो हात समाएर आफ्नो रथमा तानेर लिएर जानुभयो। अनि फेरि विचार गर्नु म मात्रै आएर त्यतिकै चोरेर लगे जस्तो त के बनाउनु, मैले जे भए पनि म यहाँ आएको सबैलाई थाहा छ। 5,000ले शङ्ख बजाउन साथै सबैजनाहरू जे जति राजाहरू छन् त्यो आएका छन्, जरासन्धहरू आएका छन् होइन, शिशुपालका पक्षबाट विवाहको लागि आएका सम्पूर्णले लौ कृष्णले हरण गरेर लग्यो क्यारे भनेर, कृष्ण आयो त्यसले हरण गर्यो क्यारे भनेर सबै व्याकुल भए युद्ध गर्नको लागि भने। जब सेना लिएर पनि गए सबैलाई पनि भगवान्ले हराइदिनु भयो। अन्तिममा के भने रुक्मीले, यदि मैले मेरो बहिनीलाई फिर्ता ल्याउन सकिनँ भनेदेखि म यो राज्यमा बस्ने, यो सहरमा बस्ने छैन, म बाहिरै बस्छु, म यो सहरमै फर्केर आउँदिनँ भनेर युद्ध गर भने आयो। आउँदाखेरि बलराम पनि आफ्नो सेनाको साथमा लिएर यो सघाउनको लागि भनेर आउनुभएको थियो। अनि कृष्ण भगवान्ले पनि जब रुक्मीको सम्पूर्ण हतियारहरू पनि काटेर मार्न भने तयार भए जस्तो गर्नु, त्यसै बेलामा रुक्मिणीले भन्छन्, हे प्रभु मेरा दाजु हुन् तिनलाई नमार्नुहोस्, उहाँलाई चाहिँ नमार्नुहोस् प्रभु भनेर भन्दाखेरि भगवान्ले बलराम चाहिँ हुँदैन हुँदैन मार्न हुँदैन, अब त दाजु सँग हाम्रो त अब आफन्त भइसक्यो, जेठान भइसक्नुभयो, मार्न हुँदैन भन्नुभयो। त्यसपछि कपाल मोडेर विरूप बनाएर त्यहाँबाट भगवान् जानुभयो। उसले भगवान्ले पनि द्वारिकामा रुक्मिणीलाई लिएर आउनुभयो र द्वारिकामा अत्यन्त धुमधामको साथमा विवाह भयो। त्यस पछाडि जब रुक्मीले पनि आफ्नो दरबारमा नभइकन पुण्य पूर्णाम गरेको सहर बसाएर त्यसै ठाउँमा बसे। यो सुखदेव स्वामी राजा पठाउने महाराज के भनेर लेख्नु भएको थियो त चिठीमा भन्दाखेरि उनले सम्बोधन गरेर के लेखेकी थिइन् भनेदेखि त्रिभुवन सुन्दर प्राणनाथ, केही पनि भन्न, किनभने प्राणनाथ भन्न त हो कि होइन थाहा छैन, त्यही भएर सबभन्दा सुन्दर भनेको त्रिभुवनको सुन्दर हे कृष्ण, म हजुरसित विवाह गर्न चाहन्छु। यस्ता प्रकारको चिठीको कारणले गर्दाखेरि रुक्मिणीले बोलाएको कारणले गर्दा भगवान् श्रीकृष्णले पनि रुक्मिणीसित द्वारकामा विवाह गर्नुभयो भन्नेसम्म कथाहरू 5औं दिनको दिवा सत्रमा यथामतीले विस्तार गरियो। जय बोलो श्रीमद् भागवत महापुराणको जय हो। आरती तयार गरौँ। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ महाकाय ज्योति सूर्य समप्रभो निर्विघ्नं कुरु मे देवं सर्वकार्य सुसर्वदा। ओम जय जगदीश हरे स्वामी जय जगदीश हरे प्रभु चरण उपासकं हरि